ल हाम्रा समस्त गौ माताका भक्तहरू धेरै आज यो कैलाशधाम तीर्थस्थलमा गाईका डुँडहरू, गाईलाई भोजन, गाईलाई पानी पिलाउने, पिडो खुवाउने चाहिँ व्यवस्थापन गर्दैछन्। र अर्को कुरा, यस लम्की क्षेत्रका किसान दाजुभाइ, दानवीर दाताहरूलाई के भन्न चाहन्छु भने यो वर्षको लागि यहाँ हाम्रो 400-500 गाई आमाको लागि परालको व्यवस्थापन गरिदिनु हुन र ल्याइदिनु हुन यस धाममा म किसान दाजुभाइहरूलाई र दानदाताहरूलाई अनुरोध गर्दछु। र प्रत्येक दिन यहाँ गाई आमालाई खाने व्यवस्था नभएर, खुवाउने व्यवस्था नभएर तडपेर मर्ने अवस्था पनि छ। हाम्रो यस लम्कीचुवा क्षेत्रमा गाई आमा सडकमा दुर्घटनामा परेर धेरै मरेको अवस्था पनि छ। यसको लागि पनि हामीले विचार गर्नुपर्छ र उनको व्यवस्थापन गर्नुपर्छ। सबै गौभक्त युवाहरूलाई मैले धन्यवाद दिन चाहे यहाँ आएर सेवा गरिदिएकोमा। उहाँ युवाहरूले अस्ति यो गाई सडकमा दुर्घटना भएको एउटा खुट्टा उसको चाहिँ यसरी काटिएको हुनाले युवाहरूले चाहिँ ल्याएर यसको उद्धार गरेका छन्। बडा पीडा छ, बडा दुःख छ गाई आमाको सेवा गर्दा। बडा सङ्घर्षपूर्ण युवाहरूको यो अवस्था छ। यस नगरपालिकाका नगर प्रमुखज्यू सबैले हेरिदिनु पर्ने पनि अवस्था छ। यस लम्कीचुवा नगरपालिकाका समस्त आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु, हाम्रो कैलाशधाम तीर्थस्थलमा हाम्रा दाजुभाइ दिदीबहिनीहरू यसरी चाहिँ गाई आमाको सेवामा लागिराख्नु भएको छ। निरन्तर जीवन निर्वाहले पनि आफ्नो योगदान यस गौशालालाई दिइराख्नु भएको छ। र हामीले जीवन रामालजीको यस कार्यलाई म जीवन रिवालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले युवाहरूलाई चाहिँ यसरी गौको सेवाको लागि यहाँ चाहिँ निरन्तर काम गरिराख्नु भएको छ। र हाम्रो अहिले विशेष चाहिँ यो म के भन्न चाहन्छु भने, जुन अहिले हाम्रो गाई आमालाई खुवाउनुको लागि यो वर्षको लागि पराल जुन छ, जुन दानदाता, जुन किसान